आम नेपाली जनताको लागि थोरै भए नि खुसीको खबर आएको छ। अब स्वास्थ्य बिमा लिएका नागरिकलाई उपचारका लागि पहिले रिफर लिनुपर्ने बाध्यता हट्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी साउन 1 गतेदेखि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ, जस अनुसार देशभरका जुनसुकै सरकारी अस्पतालहरूमा सिधै गएर उपचार लिन सकिनेछ। यो निर्णयले स्वास्थ्य बिमा योजनामा सहभागी भएका लाखौं नागरिकलाई ठूलो सहजता पुर्याउने अपेक्षा गरिएको छ। पहिलेको व्यवस्था कस्तो थियो? अहिलेसम्म बिमितहरूले सरकारी अस्पतालमा उपचार लिन चाहेका खण्डमा आफूले तोकेको पहिलो सेवा बिन्दु फर्स्ट सर्भिस पोइन्टबाट मात्रै सेवा पाउने थिए। यदि त्यहाँ त्यो सेवा उपलब्ध नभए मात्र रिफर कागज लिएर अन्य ठूलो अस्पताल जान पाइन्थ्यो। उदाहरणका लागि कुनै व्यक्तिले आफ्नो जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्रलाई पहिलो सेवा बिन्दु बनाएको छ भने उपचारका लागि केन्द्र, प्रादेशिक वा शिक्षण अस्पताल जानु अघि अनिवार्य रिफर कागज लिनुपर्थ्यो। तर आगामी साउन 1 गतेदेखि यो कडाई हटाइनेछ। अब बिमित नागरिक सिधै कुनै पनि सरकारी अस्पतालमा गएर उपचार गर्न सक्नेछन्। कहाँ कहाँ लागू हुन्छ यो सुविधा? स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार अब नागरिकले जुन जिल्लामा बसोबास गरेका छन् त्यो जिल्लाकै अस्पताल रोज्नु पर्दैन। देशको जुनसुकै सरकारी अस्पताललाई पहिलो सेवा बिन्दु मानिनेछ। यसका कारण बसाइ सर्ने, घुम्न जाने वा आकस्मिक कामले अर्को ठाउँमा पुगेका व्यक्तिले सहजै स्वास्थ्य सेवा लिन सक्नेछन्। निजी र सामुदायिक अस्पतालमा के व्यवस्था छ? यो नयाँ नीति सिधै निजी वा सामुदायिक अस्पतालमा लागू हुँदैन। पहिले केही निजी वा सामुदायिक अस्पताललाई पनि पहिलो सेवा बिन्दुका रूपमा स्वीकृत गरिएको थियो। तर नयाँ व्यवस्थामा पहिलो सेवा बिन्दुबाट सिधै निजी अस्पताल जान पाइने सुविधा हटाइएको छ। अब बिमित नागरिकले पहिले सरकारी अस्पतालमा सेवा लिनुपर्छ। त्यहाँ आवश्यक सेवा उपलब्ध नभए मात्र रिफर कागज लिएर निजी वा सामुदायिक अस्पतालमा उपचार गर्न सकिनेछ। यो निर्णयले विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई राहत दिनेछ। विगतमा धेरै बिरामीलाई रिफर कागज खोज्नकै लागि अस्पताल दौडधुप गर्नुपर्थ्यो, जसका कारण उपचार ढिलो हुन्थ्यो। स्वास्थ्य बिमाका योजनामा झण्डै 50 लाख भन्दा बढी नागरिक आबद्ध रहेका छन्। बिमाको पहुँच, विस्तार र सहजता बढाउने यो निर्णयलाई ऐतिहासिक भनिएको छ। डाक्टर बुढाथोकी भन्छन्, अब जुनसुकै सरकारी अस्पताल गएर बिमा योजना अन्तर्गत सेवा लिन सकिन्छ। रिफरको झन्झट हट्छ, नागरिकको समय र खर्च बचत हुन्छ। यद्यपि निजी र सामुदायिक अस्पतालमा भने पहिलेको जस्तै प्रक्रिया रहन्छ। यो नयाँ नीति स्वागत योग्य भए पनि नागरिकले बुझ्न जरुरी कुरा के हो भने निजी अस्पतालमा सिधै गयो भने रिफर नलिए बिमा सुविधा नपाइनेछ। त्यसैले उपचार अघि निजीको सरकारी अस्पतालमा सम्पर्क गर्ने र आवश्यक परे रिफर लिनुपर्ने हुन्छ। के तपाईलाई लाग्छ यो नयाँ नीति पर्याप्त छ? के सरकारी अस्पतालहरूमा सेवा र औषधि पाउने सुविधा यथोचित छ? यदि यो नीति सफल बनाउँछ भने सरकारी अस्पतालहरूको पूर्वाधार र औषधि आपूर्ति पनि सुधारिनुपर्नेछ। अब निर्णय तपाईमा छ। यस्तो परिवर्तनले स्वास्थ्य बिमामा सहजता ल्याउँछ कि अर्को झन्झट थप्छ? कृपया तपाईको धारणा र सुझाव दिनुहोला।